जुन बारामा सिमरामा जे खालको घटना भयो त्यो घटना नहुनु पर्थ्यो। तर यहाँहरूलाई के भनौँ भने सरकारको सावधानीले, गृह मन्त्रालयको सावधानीले, माननीय गृहमन्त्रीज्यूको चाहिँ नि तदारुकताले र सम्पूर्ण सुरक्षा निकायको तदारुकताले त्यस्तो क्षतिहरू केही भएन, अरू हिंसक भएन, अरू खालको अप्रिय घटनाहरू भएनन् र सुरक्षा संवेदनशीलता कायम गर्दै सरकारले, गृहमन्त्रीले, गृह प्रशासनले र सुरक्षा निकायले काम गरेको कारणले थप अप्रिय घटनाहरू केही पनि भएन र अहिले चाहिँ नि सामान्य अवस्थामा फर्केको अवस्था छ र सामान्यकरण हुँदैछ। यस्ता खालका घटनाहरू हुनु हुँदैन, तर बेला बखतमा कतिपय नचाहँदै पनि यस्ता खालका घटनाहरू हुन्छन्। यसमा हामी सबैले संयमता अप्नाउनुपर्छ। यही घटनाको सन्दर्भमा पनि सत्य तथ्य के कारण भयो, कसरी भयो, कसले गर्यो, किन गरियो भन्ने कुराहरू त आगामी दिनमा यहाँहरूले पनि थाहा नै पाइहाल्नुहुन्छ। हामीले पनि त्यसको चाहिँ नि लेखाजोखा अथवा के कसो भएको भनेर बुझ्छौँ। तर अहिलेको अवस्थाको कुरा गर्ने हो भने घटना सामान्यकरण भएको छ। यिनै कुराहरूले निर्वाचन बिथोलिने, निर्वाचन नहुने भन्ने त हुँदैन।